गाडी चढेको छैन है साथीहरू, हेर्न सक्नुहुन्छ। यहाँ कति ट्राई गरेँ, चढ्दै चढ्दैन। हेर्नु गाडी हो यो है गाडी चाहिँ साथीहरू, हेर्नु सक्नुहुन्छ। बाटो यस्तो छ, यहाँ सोलिङ मेसिन केही पनि भएको छैन। सोलिङ न्यू कटिङको बाटो हो नि त, तर यो डोजर भने चाहिँ सानो पऱ्यो। त्यो डोजर छ नि, त्यो डोजरले ठेल्यो भने चाहिँ एकै खेपमा चढ्छ कि। यो सानो डोजरले त हुँदैन, ताकतै भ्याउँदैन कि हो। अब यो ठाउँमा अघि पनि ढुङ्गा पनि हालेर हेऱ्यो नि, ढुङ्गा हालेर पनि भएन। एकचोटि यो कुनापट्टि कोना चाहिँ काटो। माथि जेसीबी छ, त्यो जेसीबी पनि खत्तम छ है। यस्तो छ है बाटो। अब एकचोटि काटेर हेर्ने हो, चढ्ने हो कि नचढ्ने हो फेरि। साथीहरू एकचोटि त अझै हेर्नुपर्छ। गाडी हेर न, जम्मा खत्तम भइसक्यो गाडीको टायर चाहिँ। जोर जबरजस्ती गरेर है, हेर न। हो बाटो यस्तो छ, माया लाग्छ गाडीको, के गर्नु हो। एक दुई खेप धेरै नै, एक दुई खेप ब्लेड माऱ्यो भने त हुन्छ। त्यसपछि एकचोटि अझै एक खेप ट्राई गरेर हेर्नु उता कुनाबाट। ल तलको ब्लक हुने हो क्या फेरि। के भएछ भएन ठेलेर पनि। के भयो? धक्का मारेर भएन धक्का मारेर। त्यही भएर यो माटो काट्नु लगाएको, कुनाबाट चेपेर हेर्ने हो। जम्मा हेर न, टायर पनि यस्तो भइरहेछ हौ यहाँ। खोइ त हौ साथी, यो त पत्ताएन हौ। यहाँबाट जान्छ जस्तो त लागेन मलाई। यस्तो छ उकालो, हामी 4x2 गाडी हो, कसरी चढोस् त हामी। केही छैन, एक खेप त हेर्नुपर्छ ट्राई गरेर। हो गया उस्ताद? आप पीछे जाओ, उसका धक्का मारेगा। अब एकचोटि यो पछाडि गएर एकचोटि फेरि ट्राई गर्ने हो फेरि। त्यसपछि हेरौँ न त के कस्तो रहेछ सिचुएसन।